कति प्यारेन्ट्सहरुले चाहिँ आत्तिनुहुन्छ डाक्टर साहब हामीले यो 15 वर्ष 20 वर्ष 25 यही उमेरमा थाइरोइड लाग्ने नै उमेर थाइरोइड यङ पेशेन्टले नै हो भनेर चाहिँ किनकि यसको प्रिभ्यालेन्स थाइरोइडकै भन्नुहुन्छ नि संसारभरि नै 8 देखि 10% यङ फिमेलहरुलाई लाग्ने गर्ने हाम्रो देशमा पनि त्यही हाराहारीमा तपाईको छ प्रिभ्यालेन्स भनेपछि त्यही भएर यङ पेशेन्टलाई लाग्यो भने पनि तपाईको थाइरोइड उपचार गर्नु भयो भने किनकि थाइरोइडले गर्दाखेरि यसको लक्षणहरु जस्तै भन्छ नि हामीले अलिकति मेमोरी कम हुने कपाल झर्ने छाला सुकाउने दिशा कब्जियत हुने वेट बढ्ने महिनावारी गडबड हुने कमजोरीहरु विकनेसहरु बढी लाग्ने काम गर्न जोश जाँगर नआउने जाडो बढी लाग्ने यो लक्षणहरु सब राम्रो हुन्छ त्यही भएर उपचार गरेर राख्ने गर्नु भयो भने यङ पेशेन्टले लाग्दाखेरि पनि आत्तिनु पर्दैन थाइरोइडमा चाहिँ यति राम्रो छ तपाईले उपचार गरेर राख्नु भने लङ टर्ममा कम्प्लिकेसन आउने चान्स पनि कम छ अनि तपाईको शरीर पनि फिजिकली मेन्टली दुईटै फिट भएर लाइफ लङ बस्न सक्नुहुन्छ त्यही भएर चाहिँ यङ पेशेन्टहरुलाई पनि चाहिँ तपाईको थाइरोइड लाग्दा चाहिँ एकदमै कन्ट्रोल गरेर राख्नु डाक्टरलाई रेगुलर फलो अप गर्नुस् किनकि थाइरोइड हार्मोन यो फ्लक्चुएट भइरहेको हुन्छ आज हामीले कुनै औषधि दिएछौं त्यसले आज थाइरोइड कन्ट्रोल घटबड गरिराख्नु पर्ने हुन्छ जसरी हाम्रो यो ग्ल्यान्डबाट हार्मोन प्रोडक्सन भइरहेको हुन्छ त्यही हिसाबले डोज अलि घटबड गरिराख्नु पर्ने हुन्छ त्यही भएर चाहिँ थाइरोइड रोग लाग्यो भने चाहिँ आत्तिनु पर्दैन उपचार गर्दा जीवनभरको लागि सजिलो हुन्छ